त्यही भएर पढ्नुहोस् मेहनत लगाएर र मेरो साथ अब त मुर्गी फार्म प्लस मेरो जस्तो बाख्रा चराउन पर्छ फेरि जिन्दगी दुधो पनि आउँथ्यो कि काम गर्न सबले दुध दिन्थ्यो त्यस्तै धुम मचाले ओरे। हेलो गाइज वेलकम ब्याक टु आवर माई ब्लग्स। आज तपाईँहरू सन्चै हुनुहुन्छ ल, म पनि एकदमै सन्चै नै छु। अनि यो चाहिँ मेरो सेकेन्ड ब्लग गाइज। अब फर्स्ट ब्लग चाहिँ भइसकेछ अनि यो चाहिँ सेकेन्ड ब्लग र अबदेखि के हुन्छ भने 3 दिनमा ब्लग आउँछ मेरो। अनि अहिले चाहिँ म गइरहेको छु बाख्रा हेर्न। बाख्रा सास छोडेर चल्दिएको कि सो गइरहेको छु त्यही बाख्रा हेर्न। यता जङ्गलतिर सब जराइदिन्छन् कि फेरि यति हाम्रो गाउँतिर न सब जङ्गल जराइदिन्छ नि के भन्छन् त्यो दाउरा गर्न आउँछन् कि त्यही भएर सब जराइदिन्छन् कि हाम्रो जङ्गल यताउति सब। अनि अहिले चाहिँ म एक्लै गइरहेको छु। उता चाहिँ अगाडि चाहिँ उता अगाडि चाहिँ बाख्रा चराउँदै हुनुहुन्छ अनि म गइरहेको छु टक्क लगाएर जाम। अनि पछाडि देख्न सक्नुहुन्छ सूर्य कस्तो दामी सूर्य आछ नि देख्न सक्नुहुन्छ। नाइस भ्यू। ल अहिले चाहिँ हामी गइरहेको छौँ हामी बन्नले पनि म चाहिँ गइरहेको छु। अनि त सब देख्न सक्नुहुन्छ हाम्रो गाउँको जङ्गल सब जङ्गलहरू देख्न सक्नुहुन्छ। अनि उता चाहिँ पछाडि मस्त सूर्य सनसेट भइरहेछ दामी छ आमा भ्यूहरू दामी छ। अनि यस्तै छ के भने त भर्खर टक्क लगाएर अघि नै म कपाल काटाउन गएको थिएँ। कपाल काटाएर पनि आएको छु देख्न सक्नुहुन्छ दामी छ नि चुरी भन्नु त मेरो मुलुक कस्तो देखिरहेछ। आयो दामी देख्यो ल हेन्ची मान्छे छैन गाइज बड दामी छ एकचोटि देखाइदिनु। खै ए उता रहेछ नि त उता बाख्रा छन् देख्न सक्नु। यहाँबाट देख्यो भने अनि लङ छ नि त त्यही भएर देखेँ होइन। अनि म चाहिँ टक्क लगाएर गइरहेको छु। के गर्ने बिउसु रोप्न पानी पालो आइसक्यो। अब बिउसु रोप्न पर्छ होइन यस्तै छ। बिउ पनि हामीले खसालिसक्यौँ अब त्यो लगभग 1 महिनामा हुन्छ। अनि त्यसपछि बिउ रोप्ने अनि यताउति गर्ने अनि ठिक छ केही भएन यस्तो जिन्दगी। उता हाम्रो जङ्गल छ उता मान्छे पनि छन् खोइ को छ गएर हेरौँ अन्त हेरौँ लगाएँ त्यही गरेर भेटौँ लगेँ। ऊ देख्न सक्नुहुन्छ उता छ बाख्राहरू बाहिर चराहरू छन्। के गर्ने गाई अब बाख्राहरू हाम्रो परेन अब अर्कोतिर अब उता जङ्गलको उता पारि जानुपर्छ खोज्न अब खोज्नै पर्छ के गर्ने होइन बाख्रा भएपछि। अन्त पऱ्यो मम्मीले हरियो गाली गर्नु त फेरि बाख्रा हरायो भने त सिधै फ्याक। त्यही भएर गाई जानुपर्छ हामीलाई जिन्दगी यस्तै छ। अब चाहिँ म गइरहेको छु यता एउटा बाटो छ यता यो हाम्रो गाउँतिर जाने बाटो अनि एउटा चाहिँ उता चोकतिर जाने बाटो रुद्रपुरतिर। म एक्लै छु उताको चाहिँ अर्को पऱ्यो के उता भन त्यो बाख्रा जुन थियो त्यो अलग टिमको पऱ्यो। अनि त्यसपछि अब म चाहिँ गइरहेको छु कहाँ खोज्ने के फेरि यत्रो ठुलो जङ्गल छ खोइ कहाँतिर चरा छन् कहाँतिर चरा छैन मलाई कहाँ थाहा हुन्छ। नम्बर पनि छैन कसैको। तल गाई साँझ पनि भइसक्यो बिहानबाट गएकै छैन बाख्रामा होइन छोडेर मात्रै आइदिएछु चराइदिनु होला भनेर अहिले आउँछु भनेर म ढाँटेर चलिदिएको गाई। अनि त्यही भएर अब फसेँ नि त जानै पर्छ नगरी अब आउँछु ढाक विशेष अब के भन्छन् खोइ यस्तो तर दामी देखिन्छ के हो यो चाहिँ दामी देखिन्छ। यो चाहिँ हाम्रो सानोतिनो खोला छ तर बहुत फोहोर छ कि तर माछा ल न माछा ए भगवान् कसम माछा त यति पाउनुहुन्छ यस्तो फोहोरमा त्यही पनि माछा ए हरि हाम्रो गाउँको मान्छेहरूले यस्तै खोलाबाट होइन माछा मारेर खान्छन् क्या। अब टक्क ल्याएर कहाँ खोज्ने कि उता पनि चारैतिर कोही देख्यो होइन यता पनि कोही देखेकै छैन। अब म एक्लै कहाँ छन् कि तल गाइस उता गएर हेरौँ अनि त्यसपछि भेट्छु ल। अनि गाइस एउटा चाहिँ कुरा यो चाहिँ हाम्रो के भन्छ हाम्रो गाउँको मुर्गी फार्म प्लस यताउति मुर्गी भयो हाँस भयो यताउतिको फार्म रहेछ। चल्यो होइन पहिला चल्थ्यो अब गएर तपाईँले पनि देखाइदिउँ। यहाँ हाम्रो के भन्छ कुखुराहरू हुन्थ्यो अनि यहाँ चाहिँ माछा त अहिले पनि छन् यसमा अलिकति अनि यो सब यता छ अनि यस्तै हो। पहिला चल्थ्यो अहिले चल्यो होइन केही छैन गाजा चल्यो छैन त के भन्ने। यहाँ सब देख्नु हुन्छ यो पोखरा यो चाहिँ मुर्गी फार्म अनि उता पनि छ अनि यता पनि छ सब यता मुर्गी फार्म प्लस माछा अनि त्यसपछि त्यो कुनै के जनावरहरू जीव जन्तुहरू थियो कि मैले थाहा भएन कि। अनि यताउति सब त्यो फार्म थियो यो सब यहाँ त्यो हुर्काउँथेँ पाल्थ्यो अनि त्यसपछि बेच्थेँ कि यस्तो फार्म थियो। फार्म भने अब तपाईँलाई थाहा होला होइन। अनि त्यसपछि अहिले चाहिँ चल्यो होइन पहिला कोही चल्थ्यो कि पहिला एकदम के
चल्थ्यो अरे तर आजभोलि खै के भयो भने यहाँको साउ पनि कोही छैन जो पनि यहाँ आउँथ्यो कि काम गर्न सबले धुदिन्थ्यो त्यस्तै साउलाई ठगिदिन्थ्यो अनि त्यही भएर साउले पनि भनिदियो गर्न सक्दैन त्यही भएर नभए ए भगवान एक्जाम्पलको म त बहुत चल्थ्यो कि हो न सब फर्म बहुत चल्थ्यो कि कहाँबाट मान्छेहरू आइरहेको थिएँ किन के गर्ने यस्तै छ नजर लागेपछि अब यस्तै हो के भएन त गाइज अब चाहिँ अगाडि गएर अब अब अगाडि चाहिँ गएर बाख्रा हेरौँ है ल गाइस अब चाहिँ हामी गइरहेछौँ टक्क लगाएर गएर मेरो साथी यहाँ छन् ओ छबराज यता हेर्देऊ न ल यता बोझा बोकेर अनि यता भैँसी चराएर चलिदिन्छन् मस्त लगाएर हन ओक्ने छबराज यता हेर न यता ओए अनि के छ त हालको ओ अङ्कल या धुम मचाले ओए ल ल ल ठिक छ हालखबर आज बोलेको टक्क लगाएर स्पेसल जिन्दगी हो न अझै चाहिँ यही हो बाख्रा भैँसी चलाउन परिरहेको छ होइन ए यस्तै छ अनि अरू केही भन्न चाहन्छौ भन न भन न केही त केही हामी पनि यस्तो हामी जस्तै त तपाईँहरूको पनि हुन्छ यस्तै त्यही भएर पढ्नुहोस् मेहनत लगाएर र मेरो साथी जस्तै के भन्छ भैँसी र मेरो जस्तो बाख्रा चराउन पर्छ फेरि जिन्दगी यस्तै हो कि नै छ दादा अनि त्यही भएर पढ आफ्नो मम्मी बुवाको कुरा मान गाइज यस्तो राभा मान्ने रहेछ ल गाइज अब गएर अब यही छ म बाख्रा साग्रा गएँ घर अनि म पनि सँगै गइरहेको छु अब आजको ब्लग यति नै अब 3 दिनमा आउँछ हाम्रो ब्लग प्लस गाइज